यसै यसलाई चाहिँ घोडाले तानेर अहिले चाहिँ हामी भेक्टर हार्बरमा हिँड्दैछौँ। हामी के चाहिँ भयो बहिनीले हेप्यो यहाँ चाहिँ गाडीहरू हिँड्न नपाउने, जस्ट घोडाले बोकेको घोडाले तानेर लैजाने त्यति नै रहेछ। एकदम राम्रो रमाइलो छ यहाँबाट हेर्दा, माथिको भ्यूहरू कस्तो राम्रो छ। यस्तो सफा पानी छ है तलपट्टि, तलको झार पनि पुरै देखिएको छ। अनि माथि गाउँहरू, यता थोरै समुद्रको बिचमा एउटा डाँडा रहेछ। अनि त्यो माथि त्यो डाँडा र यतापट्टिको डाँडालाई जोड्नको लागि एउटा ब्रिज बनाएको समुद्रमाथि। यही ब्रिजको नाम हार्बर ब्रिज, भेक्टर हार्बर ब्रिज। अनि हामी चाहिँ अहिले त्यो पारीको डाँडातिर यसो घुम्नको लागि जाँदैछौँ। हेर्दाखेरि निकै रमाइलो देखिन्छ। यहाँबाट सुन्दर दृश्यहरू देखिरहेको छु मेरो आँखाले। एकदमै रमाइलो छ, शानदार छ। यहाँ चिसो गर्मी छ एकदम, तर हावा चिसो चिसो चलिरहेको छ। चिसो हावा, गर्मी मौसमको चिसो हावा आनन्द भइरहेको छ।